साथीहरू अहिले चाहिँ हामी छौँ अकाउन्टिङको क्यासबुक ट्रान्सफर ब्यालेन्स सेक्सनमा र यो तीनटा अप्सन यहाँ पनि हेर्न सक्नुहुनेछ, पिडिएफ प्रिन्ट र सिएसपी। र त्यसपछि सपोज हामीलाई यहाँ एउटा नयाँ क्यासब्याक अकाउन्ट एड गर्नु छ भने हामी यहाँ एड क्यासब्याक अकाउन्टमा जान्छौँ। यहाँ ब्याङ्कको नेम, ब्रान्च नेम, अकाउन्ट नम्बर, इमेज, डेट, स्टेटस, त्यसपछि यहाँ नोट्स सबै कुरा फिल गरिसकेपछि हामीलाई सेभ गर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो एउटा नयाँ क्रिएट क्यासब्याक अकाउन्ट क्रिएट हुन्छ, क्यासब्याक ट्रान्सफर ब्यालेन्स क्रिएट हुन्छ। र त्यसपछि साथीहरू यहाँ चाहिँ एउटा अरू अप्सन रहेको छ, यहाँ ट्रान्सफर ब्यालेन्स भन्नाले यदि हामी कुनै ब्यालेन्स ट्रान्सफर गऱ्यो भने यो चाहिँ हामी यहाँ लिस्ट गर्न सक्छौँ। यहाँ एड न्यूमा क्लिक गरिसकेपछि यहाँ चाहिँ ट्रान्सफरको रिजन हामीलाई लेख्नुपर्ने हुन्छ, फ्रम अकाउन्ट, त्यसपछि टु अकाउन्ट भन्नाले कुन अकाउन्टदेखि कुन अकाउन्टमा हामी ट्रान्सफर गऱ्यौँ, त्यसपछि ब्यालेन्स, त्यसपछि अमाउन्ट भन्नाले कुनमा कति ब्यालेन्स रहेको छ हैन। जस्तै हामी यहाँ छुट्टा छुट्टै अकाउन्ट चुज गऱ्यो भने त्यसको एभाइलेबल ब्यालेन्स यहाँ देखाउँछ। त्यसपछि यो मध्ये चाहिँ कति अमाउन्ट हामीले ट्रान्सफर गरे, त्यसपछि यहाँ डेट, स्टेटस, एक्टिभ कि इनएक्टिभ राख्ने, त्यसपछि यहाँ नोट्स लेखिसकेपछि चाहिँ हामी सेभमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो एउटा त्यसपछि यहाँ यो इन्फर्मेसन हामी यो लिस्टमा एड गर्न सक्छौँ साथीहरू। अब हाम्रो चाहिँ ट्रान्सफर ब्यालेन्स जुन हामीले यहाँ क्रिएट गरेका थियौँ त्यो चाहिँ यहाँ लिस्ट हुन्छ साथीहरू।